सो हेलो गाइज एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अनि आज चाहिँ हामी कलेज जान हिँड्ने लागिरहेछौँ। अनि हाम्रो बाइकमा नि थोरै समस्या देखेको थियो। आज त्यसलाई पनि हेर्छु के हुन्छ सोरुममा, तपाईँहरूले के पाउनुहुन्छ हामी त्यो पनि देखाउँछौँ। हेर्दै गर्नु होला। हामीले त्यो खासै चलाएको पनि थिएन। यस्तो भयो छ हेर्नु है। यस्तो अब चाहिँ हामी त्यहाँ बाँसुरी लिन जान्छौँ। अनि त्यसपछि हामी जान्छौँ हिरो सोरुममा। हाम्रो बाइकमा के प्रब्लम भइरहेको छ हामी अनि यसलाई सर्भिसिङ पनि गर्नुपर्ने बेला भयो। अनि त्यो भएर अब हामी सोरुममा गएर यसलाई आज बाइक त्यहाँ राखेर के भएको छ कस्तो भएको छ हजुरहरूलाई देखाउँछौँ। अनि कसरी सल्भ गर्नुहुन्छ होइन, सर्भिस कस्तो छ हामी देखाउँछौँ। पैसा कति खर्च लाग्छ त्यो पनि हामी देखाउँछौँ होइन। यो हाम्रो सक गर्थ्यो हिजो बेलुका चाहिँ कस्तो घोडामा बसे जस्तो लचक भयो यार। बाइक धेरै लचक गऱ्यो भने नि ठिक हुँदो रहेछ क्या। यो त बिहारमा बसे जस्तो भयो क्या। बिहारको खचक्कै जान्छ नि त सक हो। यहाँ चाहिँ ट्राफिक अङ्कल नै बसिराख्नु भएको रहेछ। कसरी हेरेर है साथीहरू। अहिले चाहिँ हामी आइसक्यौँ नयाँ बजारबाट हामी सिधा जान्छौँ। सिधा जाने फेरि सिधा जाने। अनि त्यसपछि आउँछ के आउँछ, त्यसपछि आउँछ यो बाटोहरू आउँछ। त्यसपछि फेरि सिधा जाने। नाको क्याफे अरे नाको अरे ओलाई ई बनाइदिएको भए त नाके क्याफे हुन्छ। नाके क्याफे हुन्थ्यो। अनि यहाँ छ पेट्रोल पम्पको। अनि यता छ टिभीएस सोरुम, एमा सोरुम छ। अनि त्यसपछि छ हाम्रो टिभीएस सोरुम, नयाँ टिभीएस सोरुम। आइक्यूको बडी पनि त्यहाँ देखिरहेको छ। अनि त्यसपछि छ हाम्रो एसएनएस अटो हाउस। अनि त्यसपछि छ हाम्रो के छ यतापछि हाफोर्ड बिहार जस्तोको सोरुम छ होइन, बिहारको सोरुम। अनि त्यसपछि छ हाम्रो प्रदेश सङ्ग्रहालय पछि छ हाम्रो के छ भन्दाखेरि यहाँ छ अल्फेरा न्यू एरा सोरुम छ। न्यू एरा रिकन्डिसन। त्यसपछि बजाज सोरुम छ। बजाज सोरुम पछि हामी सिधा तल जान्छौँ। त्यसपछि हाम्रो छ सिटी जिम पनि हाम्रो सबैभन्दा पोखराको वेल नन पपुलर छ। एथरको सोरुम छ। टोयोटाको सोरुममा त गाडी नै छैन बिचरा, के भयो। अनि होन्डाको सोरुम पनि यहीँ छ। त्यसपछि होन्डाको यो उसमा छ दृष्टि आई हस्पिटल पनि यहीँ छ। हाम्रो सबै यहीँ होला साथीहरू। अनि त्यसपछि रोयल इन्फिल्डको सोरुम पनि यहीँ छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। अनि त्यसपछि महाकाली अटो वर्कसप पनि यहीँ छ। अनि त्यसपछि चाहिँ हाम्रो हिरो सोरुम, सबभन्दा पपुलर पोखराको सोरुम भनेको हिरो सोरुम हो साथीहरू। यहीँ हो। हेर्नुहोस् तपाईँहरूको एक्सपल्सहरू हेर्नु कति धेरै छ। यस्तो नपाएर है अहिले त कति धेरै आएको। सो हेलो गाइज एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। होप सबैजना सन्चै गर्नुपर्ने बेला भयो। अनि त्यो भएर अब हामी सोरुममा गएर यसलाई आज बाइक त्यहाँ राखेर के भएको छ कस्तो भएको छ हजुरहरूलाई देखाउँछौँ। अनि कसरी सल्भ गर्नुहुन्छ होइन, सर्भिस कस्तो छ हामी देखाउँछौँ। पैसा कति खर्च लाग्छ त्यो पनि हामी देखाउँछौँ होइन। यो हाम्रो सक गर्थ्यो हिजो बेलुका चाहिँ कस्तो घोडामा बसे जस्तो लचक भयो यार। बाइक धेरै लचक गऱ्यो भने नि ठिक हुँदो रहेछ क्या। यो त बिहारमा बसे जस्तो भयो क्या बिहार। सो गाइज अहिले चाहिँ हामीहरू आउँदाखेरि चाहिँ हामी एक्सपल्समा आएको थियौँ। अहिले जाँदाखेरि चाहिँ हामी विगो लिएर जाँदैछौँ है। हाम्रो चाहिँ अब त्यो सक गएको थियो। सक गइसकेपछि हामीले क्लेम गऱ्यौँ। अनि उहाँहरूले भिडियो सिडियो बनाउनु भयो, फोटो बनाउनु भयो, फर्म भर्नु भयो होइन। अनि उहाँ माथिबाटै आउनु पऱ्यो नि त, कम्पनीबाट दिने सामान भइसकेपछि, नत्र उहाँहरूकोमा पनि रहन्छ। अनि त्यो भएर कम्पनीबाट मगाएको छ। अब 2-3 दिन चाहिँ कति दिन लाग्छ भन्दै हुनुहुन्छ। अनि हामी कुर्छौँ भनेर हामीले चाहिँ हाम्रो बाइकलाई त्यहीँ छोडेर हामीले चाहिँ स्कुटी लिएर हिँडिरहेछौँ साथीहरू। स्कुटीमा पनि मजै भइरहेछ। अहिले त्यहाँ अब एक्सचेन्ज गर्ने स्कुटीहरू हो। यो चाहिँ स्कुटी हामीले अब बेचिदिने हो। बाटोमा जो मान्छे पायो त्यसलाई बेचिदिने हो। दामी छ स्कुटी त। बिस्तारै कर। त्यो एक्सपल्सबाट स्कुटीमा बस्दाखेरि त कहाँबाट कहाँ झरेको जस्तो हुने रहेछ यार। हेलो के छ अगाडि के छ हाम्रो के छ हालखबर? ए ल ठिक छ ल। हिँड बाई। अब हामी घर जाँदैछौँ। अब यो सकको बारेमा हामी फर्दर प्रोसेसिङको बारेमा चाहिँ हामी तपाईँहरूलाई अपडेट गरेर आउँछौँ।
अब यो के हुन्छ होइन फर्दर कस्तो प्रोसेस हुन्छ तपाईँहरूको पनि यस्तो भयो भने के गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ हामीले त्यो भिडियो बनाउनको लागि चाहिँ होइन तपाईँहरूको लागि पनि सहज हुने तरिकाले हामीले त्यो भिडियो बनाएको हो। हामीले कसैलाई केही असर पर्ने तरिकाले हामीले त्यसरी बनाउन खोजे पनि होइन। सिप रिभ्यू दिइरहेछौँ है हामीले। अब यस्तो प्रब्लम अब त्यो नगए पनि अब हामी त्यस्तो एक्सट्रिम अफरोड नगए पनि अब त्यो प्रब्लमहरू आउने त आइहाल्छ होइन। बाइकमा मेसिन हो, प्रब्लम नआउने भन्ने त हुँदैन। अब त्यो प्रब्लम आएपछि अब त्यसलाई कसरी चाहिँ हामीले सल्भ चाहिँ गर्न सकिन्छ, त्यसलाई कम्पनीले कस्तो रेस्पोन्स गर्छ, सोरुमले कस्तो रेस्पोन्स गर्छ, त्यो चाहिँ म्याटर गर्ने कुराहरू हो। हाम्रो एक्सपल्सको चाहिँ अब त्यो हामीले सक चाहिँ मगाएको छौँ है। अब कम्पनीबाट आउँछ अरे सक, तर आउनको लागि चाहिँ टाइम लाग्न सक्छ होइन। हप्ता दिन होइन 5-6 दिन लाग्न चाहिँ सक्छ भन्नुभयो उहाँले। अनि त्यो टाइम अवधि भएर चाहिँ हामीले अब एक्सपल्स नै चलाउँछौँ भन्यो भने नि अब एक्सपल्समा चाहिँ हामीले त्यो अर्को नन प्रोकोलाई चाहिँ एक्सटेन्सन गरेर चलाउन चाहिँ मिल्छ भन्दै हुनुहुन्थ्यो। त्यो यो क्लेम गर्नको लागि चाहिँ तपाईँहरूको लागि तपाईँहरूले सोरुममा चाहिँ नियमित रूपमा सर्भिसिङहरू गरिरहेको हुनुपर्ने हुन्छ, सोरुम भिजिट गरिरहेको हुनुपर्ने हुन्छ होइन। आफ्नो बाइकलाई चेक जाँच गरिरहेको हुनुपर्ने हुन्छ। त्यो गराउनु भएको छैन, बाहिर बनाउनु भएको छ भने चाहिँ यो कुरामा चाहिँ तपाईँहरूलाई यो फ्यासिलिटी चाहिँ पाउन गाह्रो हुनसक्छ तपाईँहरूलाई। त्यो भएर तपाईँहरूको लागि चाहिँ सोरुममै देखाउनु पर्ने कुराहरू चाहिँ सोरुममै देखाएको फाइदा चाहिँ यो हुनसक्छ। हेलो गाइज, अहिले चाहिँ हामी छौँ पोखराको हिरो सोरुममा छौँ। अनि हाम्रो बाइकको चाहिँ सक गएको थियो अनि त्यसलाई चाहिँ हामीले ग्यारेन्टीमा चाहिँ त्यो चेन्ज हुने रहेछ अनि होइन। अनि त्यो भएर हामीले ग्यारेन्टीमा चेन्ज गराउन लागेको छौँ। आज चाहिँ सक आएको थियो, हामीले यहाँ चेन्ज गराउन लागिरहेका छौँ। तपाईँहरूको पनि एक्सपल्समा सक गयो भने ग्यारेन्टी हुन्छ। बहिनी, एक्सपल्सको कति वर्षको ग्यारेन्टी हुन्छ अरे? सक 5 वर्ष। अनि अरू के ग्यारेन्टी पाइन्छ? इन्जिनमा 5 वर्ष अनि सकमा 5 वर्ष अनि अरू केमा पाइन्छ? ब्याट्रीमा 18 महिना। 4वटा सर्भिसिङ फ्री। हामीले त 3टा मात्र पायौँ त। फ्री नै हुन्छ त्यो पनि? ल ठिक छ। तपाईँहरूलाई 4वटा सर्भिसिङ चाहिँ फ्री हुन्छ अरे। अनि ब्याट्रीमा 18 महिना अनि के अरे इन्जिनमा 5 वर्ष अनि सकमा, इन्जिन र सकमा चाहिँ 5 वर्षको ग्यारेन्टी पाउनु हुँदो रहेछ। त्यो चाहिँ तपाईँको बिग्रियो या केही भयो भने चाहिँ कहिले त्यो बिग्रिने भन्ने चान्स त कमै हुन्छ, तर कहिले त्यो अवस्थामा चाहिँ उहाँहरूले चाहिँ रेगुलर सर्भिस गरिरहेको छ भने चाहिँ चेन्ज गरिदिनुहुन्छ त्यो नर्मल्ली नै। अब टाइम चाहिँ लाग्न सक्छ। अब हाम्रो नि त्यही 3-4 दिन जस्तो टाइम चाहिँ लाग्यो। अनि हामीले पनि कस्टमरले पनि एज अ रिक्वेस्ट गरेर कम्पनीमा छिटो गरिदिनु भन्ने हिसाबले हाम्रो चाहिँ त्यस्तै 3-4 दिन चाहिँ लाग्यो। अनि आज चाहिँ हाम्रो सक आइसकेको छ, एक्सपल्स प्रोको सक। अनि हामी फेर्न लागिरहेको छौँ ओइल चाहिँ। अब हेर्दै गर्नु। अनि तपाईँहरूको पनि यस्तो केही भयो भने चाहिँ तपाईँहरूले किनेको ठाउँमा गएर इन्क्वायरी गरेर होइन, या कम्पनीमा पनि इन्क्वायरी गरेर सोसियल मिडियाबाट डाइरेक्ट थ्रु कन्ट्याक्ट गरेर त्यसरी ग्यारेन्टीमा चेन्ज गराउन सक्नुहुन्छ। अनि एक्सपल्स प्रो, एक्सपल्सहरूमा चाहिँ सबैमा त्यस्तो ग्यारेन्टीहरू रहेको छ। अब हामी चाहिँ यहाँ फेर्ने क्रममा छौँ। हाम्रो त्यो सामान आइसकेपछि त त्यो के गर्नुपर्ने रहेछ नि, अनि त्यो प्रोसेसिङहरू हुँदैछ। अब हामी यहाँ एकैछिनमा फेर्छौँ, त्यो पनि देखाउँछु हजुरहरूलाई। अहिले चाहिँ हाम्रो नयाँ सक चाहिँ आइसकेको छ है कम्पनीबाट। यो चाहिँ ग्यारेन्टीमा आएको यो सक अब हामीले यहाँ चेन्ज गरेर बाइकमा हाल्छौँ। अब सक चाहिँ यही नै हो, हेर्न सक्नुहुन्छ। सक यस्तै हुँदो रहेछ है। प्रोमा चाहिँ अलिकति डिफ्रेन्स चाहिँ हुन्छ। अब यो चाहिँ प्रोकै सक हो होइन, यो बाइकको सक। यो सकको चाहिँ लिक हुने रहेछ कि यो कसैकोमा चाहिँ धेरैमा चाहिँ लिक भयो भने चाहिँ यहाँ कम्पनीले ग्यारेन्टीबाट चेन्ज चाहिँ गराइदिन्छ। टाइम चाहिँ लाग्न सक्छ। यसको चाहिँ हामीले ग्यारेन्टीबाट सक फेराएको छौँ है, नयाँ हालेको छौँ। नयाँ चाहिँ हामीले फिट गरेको छौँ अहिले।
नयाँ फेऱ्यौँ हामीले। अब हामीले यो फेर्दाखेरि चाहिँ नर्मल्ली नै फेरियो है, किनभने हाम्रो बाइक किनेको धेरै पनि भएको थिएन। 8,000 जस्तो गुडेको थियो। 5 वर्ष वारेन्टी हुन्छ भनिसकेपछि तपाईँको धेरै जति गुड्यो नि त्यो वारेन्टीमै क्लेम हुने भयो। 5 वर्षसम्म चाहिँ बाइक किनेको त्यसमा चाहिँ अलिकति टाइम चाहिँ लागेको थियो। अनि त्यसमाथि पनि सोरुमले मात्र नभनिकन अनि हामीले नै रिक्वेस्ट गरेको थियौँ। त्यो भएर चाहिँ अलिकति चाँडै भयो भनौँ होइन, अलिकति हप्ता दिनभित्रै भयो। हप्ता दिनभित्रै हाम्रो चाहिँ त्यो सक फेरियो। यस्तै तपाईँहरूको पनि केही भएको छ भने सोरुममा गएर क्लेम गरेर होइन, अनि रिपोर्ट गरेर अनि कम्पनीलाई रिपोर्ट गरेर पनि आफ्नो इन्क्वायरीहरू राखेर गराउन सक्नुहुन्छ। त्यही नै हो। अहिले चाहिँ दामी भएको छ, सकहरू सबै खेलेको छ, राम्रैसँग भइरहेको छ। थ्याङ्क यू सो मच फर वाचिङ। हजुरहरूलाई पनि त्यस्तो केही समस्या छ भने चाहिँ अब केही बुझ्नु छ भने चाहिँ हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। तलपट्टि मेरो प्रोफाइलहरू छ, कमेन्ट पनि गर्न सक्नुहुन्छ भिडियोमा यसको रिभ्यूहरूको लागि के छ कसो छ भनेर। ओके, थ्याङ्क यू सो मच फर वाचिङ। दिस मच फर टुडे। ओके, बाई।